आँखामा देखिने मायोपिया रोग विशेष गरी ससाना बालबालिकामा बढी देखिने गरेको छ। विश्व स्वास्थ्य संगठनले सन् 2050 सम्ममा विश्वको आधा जति जनसङ्ख्या मायोपिक हुन सक्ने अनुमान गरेको छ। नेपालमा पनि मायोपियाको संख्या निकै बढिरहेको पाइएको छ। मायोपिया, जसमा नजिकका वस्तुहरू स्पष्ट देखिन्छन् भने टाढाका वस्तु धमिलो देखिन्छ। सामान्य आँखाले कुनै पनि वस्तुलाई हेर्दा उक्त वस्तु हाम्रो आँखाको दृष्टि पर्दा अर्थात् रेटिनामा आएर फोकस हुने गर्छ। तर मायोपिया भएमा उक्त वस्तु आँखाको दृष्टि पर्दा भन्दा अगाडिको भागमा फोकस हुने भएको कारणले दृष्टि धमिलो हुने गर्छ। मायोपिया वा चस्माको पावर बढ्दै गयो भने निकट भविष्यमा आँखाको पर्दा च्यातिनुका साथै दृष्टिविहीनता पनि निम्त्याउन सक्छ। आँखाको दृष्टि कमजोर हुँदै जानु, साथै टाढाको वस्तुहरू हेर्दा धमिलो महसुस हुनु, टाउको दुख्नु, आँखा धेरै झिम्क्याउनु, बारम्बार आँखा मिच्नु, धेरै नजिकबाट टेलिभिजन हेर्नु जस्ता लक्षणहरू मायोपियामा देखा पर्छ। मायोपियाको समस्या रहेका आमा बुबाबाट जन्मिएका सन्तानमा मायोपिया हुने सम्भावना बढी देखिएको छ। त्यस्तै कम्प्युटर, मोबाइल तथा भिडियो गेममा धेरै समय बिताउने बालबालिकामा पनि मायोपियाको समस्या हुने गर्छ। आफ्नो र परिवारको नियमित आँखा परीक्षण गराउने। चस्मा लगाउने गर्नु भएको छ भने नियमित रूपमा चस्मा लगाउने। लामो समयसम्म नजिकको काम गर्दा समय समयमा विश्राम लिने। बालबालिकालाई कम्तीमा 2 घण्टा बाहिर खेल्न प्रोत्साहित गर्ने र स्क्रिनमा बिताउने समयमा सक्दो कटौती गर्ने बानी बसालौं। बालबालिका स्कुल जानु अगाडि अथवा 5 वर्ष पुग्नुभन्दा अघि कम्तीमा 1 पटक उनीहरूको आँखा जाँच गराउँ। हाम्रो यस अस्पतालमा मायोपिया सुधार गर्न र तपाईलाई स्पष्ट दृष्टि दिन अत्याधुनिक पद्धति, प्रविधि र उपकरण प्रयोग सहितका सुविधाहरू उपलब्ध गराइन्छ। थप जानकारी तथा सेवाको लागि सम्पर्क गर्नुहोस्। विराटनगर आँखा अस्पताल, रानी विराटनगर।